जीजीपीमा 3 वटा प्लेयर हुन्छन्। एउटा डायमन्ड मात्र बाय गर्ने, एउटा पेड म्याचेस खेल्ने र अर्को फ्री म्याच खेल्ने। यदि तपाईँ फ्री म्याच खेल्नेमा पर्नुहुन्छ भने तपाईँहरूलाई स्वागत छ। आउनु सुरुमा कुरा गरौँ फ्री म्याच कहाँ हुन्छ। फ्री म्याच हुन्छ सुरुमा फ्री क्लासेसमा। तपाईँले फ्री क्लासेसको मेगा सोडाउनमा क्लिक गर्नुभयो भने तपाईँले यहाँ म्याच देख्न सक्नुहुन्छ। अर्को म्याच देख्नुहुन्छ तपाईँले एफडब्ल्यू क्लासेसमा, त्यहाँ पनि तपाईँले म्याच देख्न सक्नुहुन्छ। तर जोइनिङ के छ भन्दाखेरि प्रो सिरिज कम्प्लिटेड छ। एफडब्ल्यू क्लासेसमा पनि प्रो सिरिज कम्प्लिटेड, मेगा सोडाउन्समा पनि प्रो सिरिज कम्प्लिट। अब तपाईँले प्रो सिरिज जति कम्प्लिट गर्नुहुन्छ यहाँ पनि तपाईँले फ्रीमा जोइन गर्न सक्नुहुन्छ। तर नडराउनु होला, अब प्रो सिरिजमा पनि फ्रीमै खेल्न मिल्छ। तपाईँ के गर्नुहोस्, ब्याक आउनुहोस् अनि त्यसपछि प्रो सिरिजमा क्लिक गर्नुहोस्। लौ यहाँ त एन्ट्री फी 85 बोलेको छ त। चिन्ता लिनु पर्दैन, त्यो पैसा होइन, त्यो कोइन्स हो। र तपाईँले कोइन्स पनि मजाले कलेक्ट गर्न सक्नुहुन्छ जीजीपीमा, त्यो पनि फ्रीमा। तपाईँले कोइन्समा क्लिक गर्नुहोस्, त्यसपछि तपाईँले जान सक्नुहुन्छ त्यहाँ वाच एड भन्ने अप्सनमा। त्यो वाच एड अप्सन भन्ने घुमिरहेको छ। जब त्यसमा क्लिक गर्नुहुन्छ तपाईँले चाहिँ एड देखाइन्छ। तर तपाईँले त्यो एडहरू कम्प्लिट गर्नुहुन्छ, त्यसपछि तपाईँले रिवार्डमा 5 कोइन्स पाउनुहुन्छ। मजाले एड हेर्नुहोस्, कलेक्ट गर्नुहोस्, एड हेर्नुहोस्, कलेक्ट गर्नुहोस्, त्यसपछि आउनुहोस् प्रो सिरिजमा अनि म्याच जोइन गर्नुहोस्। म्याच जितेपछि फेरि कोइन्स होइन, पोइन्ट्स नै पाइन्छ, पैसा पाइन्छ। तिनी प्रो सिरिजका म्याचेसहरू जित्नुभयो भनेपछि अब त्यसबाट पनि प्रो सिरिजका म्याचेसहरू खेलेर पनि पोइन्ट्स पाउने अनि फेरिमा फेरि फ्री क्लासेसका म्याचेसहरूमा खेलेर पनि पोइन्ट्स पाउने। वाह, त्यसपछि त फ्रीमा खेल्न पाइएन त। ल अब तपाईँले चाहिँ एड हेरेर पनि यसरी चाहिँ पैसा चाहिँ कमाउन सक्नुहुन्छ है। बाँकीहरू केही कन्फ्युजन लाग्यो भनेपछि कमेन्ट गर्नु होला, अथवा तपाईँले चाहिँ युट्युबमा भिडियोजहरू पनि हेर्नु होला, अथवा जीजीपीको कस्टमर सपोर्टमा गएर पनि कुरा गर्नु होला है। अथवा तपाईँले जीजीपीको सेटिङमा चाहिँ फ्रिक्वेन्टली आस्क्ड क्वेसन भन्ने सेक्सन छ, त्यहाँ तपाईँले पढेर पनि हेर्न सक्नुहुन्छ। के कुरा हो, कन्फ्युजन लाग्यो भने तपाईँले यहाँ पनि पढेर पनि बुझ्न सक्नुहुन्छ जीजीपीको बारेमा है।